न त घरकाले भने जस्तो भएको छ, न त आफ्नै सपना पुरा गर्न सकिया छ। बचेर नि के गर्नु र खै। कति सजिलोसँग सबै भन्छ, पढ, पास हो, सफल भयो, तर मन छैन भने के गर्नु। सबैजना त रमाइलो गरिरहेका छन् जस्तो लाग्छ। म मात्रै हो कि यस्तो अनुभूति गर्छु। के भन्ने, कसरी बोल्ने मलाई नै थाहा छैन के भइरहेछ। एकछिन शान्ति खोजे, एकछिन खुसी मागे, तर एकछिन पनि आफूले आफूलाई माया गर्न सकिन। साँच्चै म एक्लै जसरी नि अब अन्धकारलाई जित्नै पर्छ। केवल आफ्नो लागि भए पनि म आफै जित्नु पर्छ। चिया हो हजुरलाई? हजुर, एक कप चिया। नयाँ नयाँ देख्छु त। नयाँ हो, पहिला होस्टेल बस्दै आजकल म बस्न थालेको। ठुला ठुला सहरमा मान्छेहरू धेरै हुन्छन्, तर कहिलेकाहीँ त सन्नाटा झन् ठुलो लाग्छ। दाइ, उहाँलाई सधैँ चिया दिनुहुन्छ तपाईँले? हजुर, बोल्दैनन्, सधैँ आउँछन्, खै यिनको दिनको एकमात्र मिठास यही नै पो हो कि? कहिलेकाहीँ त अपरिचितहरू आफन्तभन्दा नजिक लाग्छ। एक कप चिया, केही शब्द र एउटा मुस्कान, सायद यही नै होला। मलाई लाग्छ ठुलो कुरा त केही एक क्षण हो जसले अरूको मुटु छोएर परिवर्तन ल्याउँछ। हामी सबै त्यो एक क्षणको पर्खाइमा हुन्छौँ, एउटा सानो माया जसले हामीलाई एक्लो हुन दिँदैन। डिप्रेसन देखिँदैन, तर त्यो महसुस गर्ने कुरा हो। त्यसैले आउनुहोस्, सबै मनको कुरा बनाऊ, सुनौ, बुझौँ, बोलौँ। सहयोग माग्नु गल्ती होइन, त्यो हिम्मत हो।